ओके, सबैजना जयमसी हुन्छ। यस समय चाहिँ हामी रोमन रोडको एउटा परमेश्वरको कथा चाहिँ हामी यस समय हेर्नेछौँ। अनि यस समय चाहिँ म तपाईँहरूलाई थोरै सिकाउनेछु। रोमन रोड सुरुमा परमेश्वर हुनुहुन्छ अनि परमेश्वर चाहिँ ज्योति हुनुहुन्छ। अनि सुरुमा परमेश्वर हुनुहुन्छ, परमेश्वर ज्योति हुनुहुन्छ अनि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वर पवित्र हुनुहुन्छ अनि परमेश्वर प्रेमी नै हुनुहुन्छ। अनि परमेश्वर न्यायकर्ता हुनुहुन्छ। अब म तपाईहरुलाई यो बुझाउने छु कसरी सृष्टिकर्ता हुन्छ। परमेश्वर चाहिँ सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले चाहिँ सबै कुरा सृष्टि गर्नुभयो। यहाँनिर हामी देख्न सक्छौँ यहाँ प्रकृति भएको, यहाँ प्रकृतिमा भएको सबै कुरा, आकाश, मण्डल, पृथ्वी अनि यहाँ भएका रुख, खोलानाला, जङ्गल सबै कुरा सृष्टि गर्नुभयो परमेश्वरले। अनि यो परमेश्वर चाहिँ सृष्टिकर्ता हुनुभएको कारणले चाहिँ सबै कुरा सृष्टि गर्नुभयो। अनि परमेश्वरले चाहिँ अनि मानव बनाउनु भयो। परमेश्वरले चाहिँ मानव बनाउनु भयो अनि परमेश्वरले मानव बनाइसक्नु भएपछि परमेश्वर चाहिँ पवित्र हुनुभएको कारणले चाहिँ परमेश्वरले चाहिँ मानवलाई पवित्र हृदय दिनुभयो। परमेश्वरले चाहिँ मानवलाई पवित्र हृदय दिनुभयो। अनि परमेश्वर र मानवको बीचको सम्बन्ध चाहिँ एउटा घनिष्ठ थियो। अनि परमेश्वरले चाहिँ मानवलाई एउटा आज्ञा दिएको थियो। मानवलाई चाहिँ परमेश्वरले एउटा आज्ञा दिएको थियो, तर मानवले चाहिँ मानिसले चाहिँ त्यो परमेश्वरको आज्ञा चाहिँ उल्लङ्घन गरेको कारणले चाहिँ त्यसमा पाप आयो। मानवले चाहिँ परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारणले चाहिँ त्यसमा पाप आयो। रोमी 3:23 यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चाहिँ चुकेका छन्। अनि त्यसपछि सबै पाप गरेको कारणले चाहिँ यहाँनिर चाहिँ मृत्यु आयो। अनि रोमी 6:23 यसरी लेखिएको छ, किनकि पापको ज्याला चाहिँ मृत्यु हो। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिक्केको वरदान ख्रीष्ट येशू हाम्रो प्रभुमा हाम्रो अनन्त जीवन हो भनेर यहाँनिर भन्नुभएको छ। अनि परमेश्वर चाहिँ प्रेमी नै भएको कारणले चाहिँ हैन, रोमी 6:23 परमेश्वर प्रेमी नै भएको कारणले चाहिँ, किनकि हामी सबैको पापको ज्याला चाहिँ मृत्यु थियो, तर परमेश्वरले चाहिँ त्यो हामीलाई सिक्केको त्यो वरदान दिनुभयो अनि हामीले चाहिँ त्यो मृत्यु चाहिँ भोग्नु परेन। अनि यहाँनिर चाहिँ पहिला के थियो, यहाँनिर पापको ज्याला मृत्यु थियो। अनि यहाँनिर मानिसहरूले चाहिँ धेरै अब हुन्छ परमेश्वरको महिमासम्म पुग्नको लागि चाहिँ धेरै कुराहरू गरे, धर्म कर्महरू गरे, तर पनि मानिसहरू चाहिँ परमेश्वरसँग पुग्न सकेन। सबैजना मृत्युमा पुग्यो। कोही धर्म कर्म मात्रै गरेन, कसैले चाहिँ धन सम्पत्ति कमाएर बसे तर पनि परमेश्वरसम्म पुग्न सकेन। अनि कति मानिसहरू चाहिँ परमेश्वरै छैन भनी बसे, तिनीहरू पनि सबैजना मृत्युमै परे। तर रोमी 6:23 के भनिन्छ, किनकि पापको ज्याला चाहिँ मृत्यु हो, तर ख्रीष्ट येशू हाम्रो सिक्केको वचन चाहिँ ख्रीष्ट येशू चाहिँ हाम्रो अनन्त जीवन हो। अनि परमेश्वर येशू ख्रीष्ट चाहिँ हामीलाई प्रेम गरेको कारणले चाहिँ येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति आउनुभयो, जो चाहिँ हाम्रो निम्ति मर्नुभयो हैन, जो चाहिँ हाम्रो निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा फेरि मरेकाहरूबाट जीवित हुनुभयो। अनि रोमी 5:8
रोमी 5:8 यसरी लेखेको छ, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदा चाहिँ के हो, हामी पापी छँदा चाहिँ ख्रीष्ट येशू हाम्रो निम्ति मर्नुभयो होइन। हामी पापी छँदा चाहिँ हामी यो मृत्युको लागेको थियो नि त, हामीले पाप गरेको थियो, तर परमेश्वरले चाहिँ हाम्रो निम्ति हामी पापी छँदा चाहिँ उहाँ चाहिँ हाम्रो निम्ति मर्नुभयो अनि उहाँले चाहिँ हाम्रो निम्ति चाहिँ परमेश्वरसँग जाने बाटो बनाउनु भयो। अनि यहाँनिर चाहिँ यसमा चाहिँ परमेश्वरको प्रेम देखिन्छ। अनि त्यसपछि उहाँ चाहिँ मर्नु भइसकेपछि चाहिँ यहाँनिर के छ, अनि रोमी 10:9 र 10मा यसरी लेखिएको छ। कसलाई याद छ रोमी 10:9 र 10? किनकि यदि तिमीले यसुलाई आफ्नो प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो मुखले स्वीकार गर्यो र हृदयले विश्वास गर्यो, अनि त्यसपछि हृदयले विश्वास गरिसकेपछि उनले उद्धार पाउँछ। किनभने मानिस चाहिँ आफ्नो हृदयले विश्वास गर्छ होइन, मानिसले चाहिँ आफ्नो हृदयले विश्वास गर्छ र उसले चाहिँ उद्धार पाउँछ भन्ने कुरा छ यहाँनिर रोमी 10:9 र 10मा हुन्छ। अनि त्यसपछि जसले चाहिँ परमेश्वरलाई चाहिँ आफ्नो जसले चाहिँ आफ्नो परमेश्वरलाई चाहिँ प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्छ र आफ्नो हृदयमा चाहिँ विश्वास गर्छ भने ऊ निर्दोष ठहरिन्छ र उसले चाहिँ उद्धार पाउँछ भन्ने कुरा छ। अनि परमेश्वर चाहिँ न्यायकर्ता हुनुहुन्छ अनि उहाँ फेरि पनि आउनुहुन्छ अनि परमेश्वरले चाहिँ हामीलाई पुनर्स्थापना गर्नुभएको कुरा छ होइन। अनि परमेश्वर यो बाटो चाहिँ परमेश्वरले हामीलाई दिनुभयो, येशू ख्रीष्टले चाहिँ हामीलाई दिनुभएको छ, उहाँले प्रेम गरेर चाहिँ हामीलाई यो बाटो दिनुभएको छ। अनि यो चाहिँ हामीलाई चाहिँ उद्धार दिनु भइसकेपछि चाहिँ हामी परमेश्वरसँग फेरि पुन मिलापमा आउँछौँ। कसरी? जब हामी परमेश्वरलाई चाहिँ आफ्नो प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्छौँ भने चाहिँ हामी फेरि परमेश्वरसँग पुन मिलापमा हुन्छौँ। तपाईँहरू विश्वास गर्न सक्नुहुन्छ? हुन्छ, धन्यवाद।